हेलो गाइज बिहान बिहान आज चाहिँ निक्लेको है म अब के थियो नगरपालिकामा नगरपालिका सर्न लागेको आजको दिन भन्दै थियो उपमेयरहरू सबै थियो क्या नगरपालिकामा आज उद्घाटन त होला नि उद्घाटन गरेको होला कहाँ उहाँ थियो कि यहाँ थियो तल नगरपालिकामा यो पुरानै नगरपालिकामा होइन होला त्यसो नि कोहरू काम छैन यो पवनाको कसरी ल्याइछ यो फुच्चे टमाटर आफ्नैमा फलेको कसरी तपाईँहरूले रोप्नु चाहिँ फल्छ मैले त रोपेको त फल्दा फल्दै मरि पो जान्छ यो त छाडा भयो उम्रिँदा पनि फलिहाल्छ खै यहाँ त सानो खालको पनि उम्रेन मल पनि लिएर लगाएको यो खाना त त्यो भाइलाई पकाउनु लाउनु नि भाइ हो के को भतिज काकाको छोराहरू आफ्नो परेन कसरी भतिज हुन्छ काकाको चाहिँ म भतिज भएपछि धेरै साइना किलाउन नजान है यही पाराले नै गोलौरी जाउला गरेर चाहिँ कहाँबाट ल्याएको यहीँ लिएको थियो अब यहीँ लिएको किन्नु देखेर सधैँ तपाईँ फाइदामा हुनुहुन्छ कि यहीँ किनेको भने उहाँ पछि चाहिँ मान्छे पठाउनुपर्छ बाटो खर्च लगिदिन्छ निकालेर अनि हो त नि त्यो कारणले गर्दाखेरि तपाईँलाई कम्तीमा पनि 15-20 रुपियाँको तरकारी त बढी तपाईँले आफै किन्न पाउनुहुन्छ सक्नुहुन्छ ल है म पनि हिँडेँ हस्त नमस्ते हाम्रो मिसको विद्यार्थीहरू मिस के को अनि मिसले के होमवर्क दिनुभएको एबिसिडी कसलाई चाहिँ एबिसिडी कसलाई के दिनुभएको यसलाई 1 2 खै 1 2 लेखिस् खै 1 2 3 लो लेख खै कालेको चाहिँ एबिसिडी खै ल छिटो लेख्ने है अनि छिटो लेख्ने अनि कति बज्यो अहिले अब 1 घन्टा 2 घन्टा पछि त फेरि खेल्ने समय हुन्छ होइन त सिकाउनु मजाले है म तपाईँले सिकाउनु न मजाले लेखेर देखाउनु न यसलाई यसरी लेख्नु भनेर सिकाउनु न तपाईँ मिस भएको के काम खोइ इलेजर अरे यसको इलेजर कटर खोइ डी भएन त इलेजर खोइ इलेजर कटर ल लिएर दिनु विद्यार्थीहरूलाई तपाईँको विद्यार्थीहरूलाई छिटो लगाइ चियो चरा मेरो यहाँ आएछ र यहाँ पराएको छ यहाँ आएछ फेरि अर्को दुईटा यो पोथी हो त्यो भाले भागो एउटा ए साथीहरू त यहाँ त पुरै खाँदो रहेछ नि त नि ओइ चोर यो पन्दामा पर यो चोर रहेछ चोर्नु आएको मेरो चामल चोर्नु आएको चामल चोर कहाँ पुग्यो ओ चामल चोर हेर न त्यसले मुख चुट्दैछ चोरेर ल जाओस् है दुईटा ल यो दुईटा मेरो यो हाम्रो टिमको ओ दुई भाइ ओ याउ ल त उता जा ल तिमी हेर्नु नखेल्ने होइन त फुपू भदै नि तिमी हेर्ने है त आज ल भोलिदेखि खेल्ने ल जा ल अब यसो गर थुकिसु गर त चप्ली पल्टाउ त एउटा उतो पल्ट चप्ली उयो ल को कता भन ल तिमीहरू कता ल यतापट्टि यो माथिल्लोपट्टि ल माथिल्लोपट्टि होइन तिमीहरू ओ सर हाम्रो भयो त्यो ऊ यतापट्टि पल्ट्यो यतापट्टि पल्टेको थियो होइन यहाँ हाम्रो भयो ल हामी बल हान्नु
छोरा ल तपाईँ यहाँ बस्नु यहाँ बस तिमी त्यहाँ बस रतिका यहाँ बस भागै अनि लाग्नु नदेऊ ल को हामीले जाउँदा तु गरेर बस है लडाउँछ अब चाहिँ भाग्दा हजुर टिप्पा रोडी यहाँ तपाईँ म अलिक सक्छु भान्जी ठक्क भन्छ छ्या भन्छ त ल्याउ न भन्नुपर्छ हातमा लाग्यो छरियो छरियो हाम्रो टोली छरियो यता छरियो टोली हाम्रो छरियो छरियो भान्दा लाउनु लाउनु भान्दा यता फ्याक्नु होइन म निगरानीमा राखेको छु नि त सबैलाई थाकियो है ओह यो मान्छे थाकेर लागेछ केटाको कता लाग्यो कता लाग्यो पेटमा हो
हेर न अब जाऊ तिमी पनि खेल्नु अब दुईजना फुपू भनिदिनु जाऊ जाऊ न जाऊ खेल्नु तिमी जना खेल्ने हजुर हजुर गुड मान्छे हाँसिराख्दो रहेछ तिम्रो के पर्छ रोबर्ट तिम्रो छ्यामै भनेपछि त नातिनी परेछ तिम्रो दादा भन्छ होइन तपाईँलाई उसको म बाजे हो सोध न होइन बाजे हो के म के भयो हौ त्यहाँ के भयो के भयो के भयो के भयो त्यहाँ के भयो के भयो कताबाट हिँडेको कहाँबाट हिँडेको त्यसरी अरू बेला चाहिँ नहिँड्नु है म भएको बेला त म फुल भाँच्नु दिन्न नि त अरू बेला फुल भाँचेर कुदेऊ भने हो र है कसले जिएसको त कामै त जहिले मान्छे बिगार्ने काम मात्रै हो रहेछ तिमीहरू खास चाहिँ केमा डिस्कस परेको भन त दुईजनाको त्यही केटीको न्युमा अनि हो र अनि केटीको न्युमा डिस्कस परेर अनि चाहिँ मामा पो त होइन तिम्रो मामासँग अनि सम्बन्धै बिगारिदिएको भान्जा तपाईँको त भानिज पो हो त नि अनि के अनि सम्बन्धै बिगारिदिने अनि एउटा केटीको लागि नि कसले चाहिँ बिगारेको त एउटा कुरो ल यहाँ सुन यहाँ उसको मोबाइलदेखि एसएमएस गर होइन हजुर ल उसले गरेको हो कि होइन ल तिमीले पत्ता लगायो 3-4जनासँग छ त्यो एउटै आइडी नितेशी भन्छ को ए अनि भान्जासँग पनि छ त्यो आइडी तिमीले चाहिँ डिलिट हानिदिएको त्यो मान्छेको सोल्टिनी पर तिम्रो दाईको साली तिम्रो सोल्टिनी ए असारीको दाईको चाहिँ सोल्टिनी तिम्रो चाहिँ साथी दाईको ए भान्जा कुरा त निक्लिँदैछ त अब कुरा त घुमिफिरी तपाईँतिर आउँदैछ अब छैन नि त अब म के खाना गर्नु नाचिन्नु नजान्नु अनि हो र यो सुतेर उठेर मुख बिगार्दै आउँदैछ त्यसो भने अब बोला तिमीहरू त मलाई एउटा सोल्टिनी त दाइजूको सोल्टिनीको लागि नबोल्ने भन्ने मामा भान्जा नबोल्ने भन्ने कुरा हुँदैन बोल्नुपर्छ ए रोबोटलाई नै ए फकाउनु आएको अरे त नि तिमी चाहिँ के अनि त सोल्टिनी भन्दा बढी फकाइ मागेको त नि फेरि हावा फक अब उता फर्क पछाडि मामा भान्जा ल मामा भान्जा हात मिला भान्जा ल हात मिला मामा भान्जा ल ल आजदेखि मामा भान्जाको दोस्ती पक्का पुरा नबुझेको मात्रै रहेछ ल ठिक छ आज बुझ्यो अबदेखि तपाईँ पनि सोल्टिनी अर्काको सोल्टिनी त नजिस्काउनु नि तपाईँ फेसबुक हेरेर बा एउटा म्यासेज लेखिदिउँ न भनेर हानिदिइहाल्नु भयो ए ठुलो भयो त्यत्रो ठुलो पनि भान्जा तपाईँ पनि के लाग्छ अरे भान्जा अनि तपाईँले हिजो मेरो नाम एन्जल होइन भनेर घोषणा गरेको होइन यत्रो मान्छेको अगाडि ओइ ल तेरो त त्यसले घरि मलाई तिप्पा भन्छ घरि मामा भन्छ घरि यसले दादा भन्छ यसले के भन्छ ओ आकु के छ आऊ आगो काले लगेर गेम कति राम्रो छ मेरो चरा आयो फेरि अब बास बस्ने बेला भएछ अब जान्छु छेउमा के भयो यो बुढाबुढी त लापा खेल्छ कि क्या सोचेकै त्यसो भन्छस् त्यसको त हान न बन्जिरो छ त लाज शरम छैन है कि बिना पाउँदैन त पाउँदैन त जिस्केको होला नि यसले हो तँ ल्याउँछस् त भेटी छ भने ल्याउनु दियो भने अनि कहाँ त्यो भनिरहेछ अनि के गर्ने शङ्का गरेको तिमी चाहिँ ल मिल है मिलेर बस्नुपर्छ
यत्रो छोरी छ मिलेर बस ल होइन तेरो बाबा हेर्न बाध्दैछ पन्जाब हुनु त कहाँ पुऱ्यायो भाइ पन्जा अघि बाहिर निक्लेको थिएँ नि पन्जालाई हिँड्नु छैन पनि ओइ यसलाई कसले कुटो कुटेको छैन यहाँ आइज न दिदीले कुटो सुटुक्का आइज न तैँले साँच्चै त्यो केटी अर्को भगाउनु खोजेको हो कि अन्त ए त फेरि होइन भन्न हो कि भन्न त यहाँ त्यो त भोलि बोल्छ नि त भर्खर आज हात मिलाएको नि अझै अहिले नै बोल्छ त नि बोल्छ अब चाहिँ नजिस्काइदिने यसको सोल्टिनीहरू फेरि अनि जति प्लस हो भने जिस्काइदिइहाल्नु भएछ त भान्जा आउन बत्ती बाल्नु है बालेको छ ल अब जाउँ अब आजको लागि फेरि सकियो यति नै होइन अब भोलि फेरि एउटा खेल खेल्नुपर्छ होइन अनि अब तपाईँको आज वर्षौँदेखिको दुश्मनी पनि आज अन्त्य भयो होइन भयो नि त्यो अन्त्य त भएको त मान्नुहुन्छ नि यो कुरा त तपाईँले त्यो एकलाई जिस्काएको हो होइन त्यो मलाई थाहा भएन तर पनि के हो भन्दाखेरि चाहिँ तपाईँ र उसको त्यो कुराले गर्दा कि तपाईँले चाहिँ उसको सोल्टिनी जिस्काइदिएको कारणले तपाईँहरूको बोलचाल बन्द थियो नि त्यो त बोलचाल आजदेखि सुरु भयो नि त्यो त हो नि ल त्यसो भन्दै अब आज यति नै गर्नु गएको पऱ्यो अब के अन्त नि भोलि फेरि भोलि गर्नुपर्छ है त अरू कुरा गर्नुपर्छ है ल है त ल सबैलाई यसो भन्दै के गर्नु ल बन्द गरिदिनु